सेवानी सबैजनालाई आज म तपाईँहरूलाई चिकन विङ्स म कसरी बनाउँछु भनेर देखाउनु गइरहेको छु। हेर्नुहोस् होला, यहाँनिर चाहिँ मैले प्याज टमाटर अलरेडी चप गरेर राखेको छु होइन। अनि यहाँनिर चाहिँ टमाटर अदुवा लसुन अनि टिम्बुर हालेर चाहिँ एउटा प्युरी बनाएर राखेको छु हो। टिम्बुरले चाहिँ एकदमै दामी टेस्ट दिन्छ नि त। अनि टिम्बुर छ, टमाटर छ, त्यही कारण चाहिँ मैले यहाँ चाहिँ हल्का कम्ती मात्रै टमाटर चप गरेको छु हो। अब मैले यो अलरेडी म्यारिनेट गरेको 20 मिनट्स बिफोर गरेको होइन। अन्त अब यो चाहिँ म फ्राई गर्छु, यसलाई डिप फ्राई गर्छु हो। त्यहाँदेखि डिप फ्राई गरेर चाहिँ यसलाई निकालेर चाहिँ त्यहाँबाट चाहिँ ग्रेभी बनाएर चाहिँ ग्रेभीमा हाल्छु। हेर्दै गर्नुहोस् ल म कसरी बनाउँछु। तर तपाईँहरूको अब आफ्नो आफ्नो डिफ्रेन्ट रेसिपी हुन्छ होइन। म चाहिँ अब यस्तो खालके यस्तो पाराले बनाउँछु, हेर्नुहोस् होला। अब यसलाई मजाले फ्राई गर्छु, डिप फ्राई भइन्जेल म गर्छु यसलाई। त्यहाँबाट चाहिँ हेर्नुहोस् होला, अब मेरो चिकन विङ्सलाई चाहिँ मैले यस्तो सानो सानो पिस गरेको छु नि त। अनि यो अब फ्राई भइसक्यो सबै होइन, फ्राई गरिसकेँ। अब चाहिँ म यसलाई मजाले ग्रेभी बनाउँछु फर्स्टमा चाहिँ। अब यहाँनिर हेर्नुहोस्, प्याज मैले अब यसलाई प्याज चाहिँ मजाले डिप ब्राउन भइन्जेलसम्म चाहिँ फ्राई गर्छु प्याजलाई होइन। त्यहाँबाट चाहिँ यसमा चाहिँ अघि मैले बनाएको जुन चाहिँ टमाटर अदुवा लसुन अनि टिम्बुरको मैले पेस्ट बनाएर राखेको थिएँ त्यो पनि हाल्छु। अनि टमाटर पनि हाल्छु होइन। त्यहाँबाट त्यो हालेर चाहिँ मजाको ग्रेभी हुन्छ, हेर्नुहोस् होला। यसरी सबै मिक्स गरिदिनुहोस्। अब म चाहिँ यस्तो पाराले बनाउँछु, तर तपाईँहरूले अब कसरी बनाउनुहुन्छ होइन। अन्त तपाईँहरूलाई मन पऱ्यो भने कमेन्ट गरिदिनुहोस् होला, तपाईँहरूको रेसिपी पनि सेयर गरिदिनुहोस् होला। म चाहिँ यस्तो पाराले बनाउँछु। अब ग्रेभी मजाले भइसकेपछि चाहिँ यो ग्रेभीमा चाहिँ अघि फ्राई गरेर राखेको चाहिँ चिकन चाहिँ म यसरी हाल्छु होइन। त्यहाँबाट हालेर मजाले यसलाई चाहिँ मिक्स गर्छु हो। अनि मिक्स गरेर चाहिँ यसलाई मजाले एकछिन पकाउँछु। एकछिन पकाउनुपर्छ नि त, त्यो अब ग्रेभीको पानी चाहिँ अलिक सोक हुन्छ होइन। त्यहाँदेखि चाहिँ मजाले यो चिकन विङ्समा चाहिँ त्यो ग्रेभीहरू लाग्छ नि त मजाले होइन। अन्त चाहिँ त्यहाँबाट एकछिन पकाएर चाहिँ यसलाई चाहिँ राख्नुपर्छ। त्यहाँबाट चाहिँ यो राखिसकेपछि चाहिँ मजाले ग्रेभीहरू त्यसमा मिसिन्छ होइन, चिकनमा मजाले टाँसिन्छ। अब हेर्नुहोस् होला, अब चाहिँ मेरो चिकन विङ्स रेडी भइसकेको छ। वाउ, कस्तो डिलिसियस देख्दैछ होइन। टिम्बुरले गर्दाखेरि टेस्ट कस्तो दामी हुन्छ नि त। यस्तो भएको छ, हेर्नुहोस् होला। थ्याङ्क यू फर वाचिङ एभ्री वान।